हेलो गुड मर्निङ एभ्रिवान। यो हाम्रो जेनजीको आन्दोलन भनेर बिगेस्ट प्रोटेस्ट सुरु भए तापनि अब जेनजीको मात्रै रहेन, यसमा हामी सब युथहरू चाहिँ उठ्न जरुरी पर्यो। यो विद्रोह भनेको अब जेनजीको मात्रै रहेन। यो भिडले देखाउँछ कि के खोजिरहेछन् जनताले भनेर। जनताले आखिर के चाहिरहेछन् त? कसैले भनेको सुनिँदैन। तोडफोड गर्नु हुँदैन है। तोडफोड चाहिँ गरिन्छ। त्यहाँ उ थियो यो सब युथ हो, प्योर जेनजीहरू सबै। अर्को बालेन टेक अ लीड, टेक अ लीड, टेक अ लीड, टेक अ लीड। कम ऑन अर्को बालेन। जोने दमन बढीको, जोने दमन बढीको, जोने चाहिदैन, चाहिदैन, चाहिदैन। युवा फर्केर पाइदैन। गर्नुपर्छ, तोडफोड गर्न कसैले नदिने। त्यो चाहिँ गर्नुपर्छ है। जङ्गल खेती गर्नु भएन। मेरो सरले मैसिकै भोटे होइन होइन त्यस्तो नगर्नु। जोले बसेर गरे घटना गर्ने पुरै होइन। पाउनु तपाईँ अनि त्यही डिएसपीको कमानमा होइन। भित्रै चलाइन्छ, भित्रै चलाइदिन्छ।